हेलो साथीहरू, गुड मर्निङ। आज चाहिँ म बिहान भिडियो बनाउनु लागिरहेको छु। बिहान उठेर काममा जानुपर्ने हुन्छ, सो भिडियो बनाउने भनेर बिहान स्टे रुम स्टे त टाथाङलिङै छ। एकछिन म फ्रेस हुन्छु, त्यसपछि त्यो उस गरौँ न, भेटौँ न। ल साथीहरू, म चाहिँ अब काममा निस्किनु भएको, सबै फ्रेस भइसक्यो, अब रेडी भइसक्यो। अब कामतिर निस्किन्छ, बाहिर सबै हाडेरै छ होला, त्यस्तो थाहा लाग्छ। साथीहरूमा चाहिँ अब निस्क्यो रुमबाट, बाटोमा हाडेर होला, 5 मिनट हिँडेर जानुपर्छ त। बाहिर हाडेरै रहेछ होला, हाटेर यस्तो हाडेर नहाडेर यस्तो। उजिलै भएर रहेछ, लाइटले गर्दा नत्र हाडेरै छ त। यहाँबाट हिँडेर जानलाई फेरि 5 मिनट लाग्छ, तर हामी चाहिँ यहाँ बाटोमा कुरिरहेको हुन्छ। हेरिदिनु होला सबैजनाले, भिडियो नहालेको पनि धेरैको भिडियो गर्नै पाउँदैन, अब काममा बिजी हुन्छ, त्यही भएर बिहान कस्तो रुगा लाग्यो जस्तो भयो, चिसो भयो जस्तो। हेर्नु होला, यस्तै छ जिन्दगी। सुत्यो 1 घन्टा 12 घन्टामा 4-5 घन्टा सुत्यो, काममा हिँड्नुपर्छ। बिहान जाँडफाँड जस्तो भएछ त्यो लाइटको चर्को हेर्दै गर्नु होला। साथीहरू, यो चाहिँ बिहान काममा जाँदाको अब भिडियो बनाएको थिएँ, अब यसो एडिट गर्न लगाएको, आवाज चाहिँ आएन छ, खालि मान्छे बोलेको सुनेर रहेछ, अनि गाडीको आवाज मात्र बढी आएछ। त्यही भएर मैले गाडीको आवाजहरूलाई यताउता गरेर म्युट गरेर काटेर अब तपाईँहरूलाई उस जानकारी दिइरहेको छु। म यो चाहिँ अघि रुमबाट निस्केर गाडी चढेर कम्पनी जाँडाको मैले थोरै भिडियो हाल्छु भनेर भिडियो बनाएको थियो, अनि अहिले यसो भिडियो उस गरेको केही आवाज चाहिँ बुझेन, त्यही भएर मैले सबै भिडियोहरू काटेर अहिले मैले रेकर्ड त्यो भोइस हाल्दैछु, हेरिदिनु होला सबैजनाले। अब त्योभन्दा पछाडिको त्यो उस थियो, कम्पनी पुग्न लाँदा पनि त्यो उस थियो, भिडियोहरू थियो, अनि त्यो भिडियो मैले हालेन, किनकि अब यहाँ त्यत्रो बोलेको बिहान झन् त्यत्रो उस गरेर भिडियो बनाएर धेरै भयो, भिडियो नहालेको भनेर अब भिडियो गरिरहेको, अनि त्यो पनि केही आवाज चाहिँ आएर रहेछ, त्यही भएर मैले त्यो भिडियोहरू हाल्दिनँ होला। किनकि अब यही भित्ति मात्र हाल्छु होला, अनि भिडियो हाल्छु, त्यत्रो बनायो लास्टमा त्यो उसै भएछ। भिडियोको केही रेकर्डै भएर छ कि के भन्छ, बोलेको नि बुझिसकेन कि, त्यही भएर मैले केही हालेन।
त्यही हो, अब सबैजनाले माया गरिदिनु होला। अब बिस्तारै बिस्तारै म भिडियोहरू नयाँ नयाँ भिडियो नि हाल्न कोसिस गर्छु, सबैजनाले हेरिदिनु होला। त्यही हो, यति नै हो, त्यही हो भन्ने। अब के छ र, अब त्यत्रो मिनट गरेर बनाएको, केही आवाजै नआइरहेको टेन्सनबाट केही छैन ल, हेरिदिनु होला सबैजनाले। म यो भिडियो जस्तो भए पनि हालिदिन्छु, त्यही हो ल गाइस। बाई।